हैन त्यो ससुरा बनाउँदा कहाँ मुन्टेछ भित्र मोबाइल पनि छैन जान्छु उतातिर छ कि हेलो छोरा कति पठाछौ बाबु पैसा यता ल्याउ खै हेलो बुढा कति पठाछौ पैसा भन त भन ए बुवा औषधि खाने टाइम भयो त्यही भएर जानु भनेको नि ए प्रेसरको के प्रेसरको ए 50,000 ए बुवालाई 10,000 दिने अरू मैले राख्ने भइहाल्छ नि बुहारी कति पठाछ गरे त छोराले पैसा जम्मा 10,000 मात्रै पठाछन् अरे 10,000 ले घर धन्दाका सामान किन्ने ठिकै भइहाल्छ कता जान लाग्यो कि बुहारी थाहा छैन छोराले पैसा हालिदिन्छु भनेको त्यही लिन जान लाग्यो नि त्यहाँ गाई गोरुलाई पानी खुवाउने नि फेरि बिस्तारै त भन्नु पर्छ नि बुहारी अनि मेरो सोर्नु यस्तो छ त नि के गरौँ त नि म ल भइगयो बुहारी धेरै नकराउ जाऊ तिमी म हालिदिन्छु काम गर्न नसक्नेले किन गर्नु त नि गाई गोरुलाई खुवाउने यही एउटा बाटा थियो यही पनि फुटाल्दै मरेछ नि बुहारी तिमीलाई मेरो भन्दा बाटाकै चिन्ता छ है नहोला त नि बाटा त त्यो कतिको बाटा थाहा यसले त सस्तो मस्तो सोचे होला ल म गए फेरि अबेर हुन्छ बेलुका आउँदा खाना पकाएर राख्ने म त बर्बादै गएँ म त लुटिए के भयो बुहारी के भयो